बडादशी तथा नवरात्रको 9औं दिन आज दशैं घरवा पूजा कोठामा 9 दुर्गा मध्येकी 8औं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको 8औं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। तर यसपटक तिथि घटी बढी भएका कारण बडादशीको 9औं दिन महागौरी देवीको पूजा आराधना गर्नुपर्ने भएको हो। महागौरी देवीको रङ पहिला केही कालो भएकोले भगवान शिवले यस दिन ख्यालठट्टामा देवीलाई ए काली भन्ने शब्द प्रयोग गर्नु भएछ। त्यो शब्द भगवतीलाई मन परेन छ र अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो सबमाथि चढेको गौरी गोरो वणकी र श्वेत वस्त्र धारण गरेको स्वरूपमा हुन्छन् भनी पुराण लगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। नवरात्रको पहिलो दिन दशैं घरवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ र नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बडादशैं पर्व मनाउने गर्दछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, 5औं दिन स्कन्द माता, 6औं दिन कात्यायनी, 7औं दिन कालरात्रि, 8औं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनी 9वटा दुर्गाका रूपमा नवदुर्गा पनि भनिन्छ।